हालत कस्तो छ। ओके हेर्नुहोस्, यहाँ पनि पुरै आगो लागि भएर यस्तो भएको रहेछ। त्यो रुख मात्रै जलेको रहेन रहेछ, एउटा रुख हरियो छ तर अरूहरू कति राम्रो छ। हेर्नुहोस् कोइरालाको फुल, हेर्नु कोइराला त्यहाँ पनि सेतो देख्नुहुन्छ। सेतो देख्नुभयो, सब कोइराला। ल you can see यो जङ्गलमा चाहिँ यस्तो जताततै आगो जताततै आगो भएको कारणले गर्दाखेरि न आँखा राम्रोसँग हेर्न सकिने, आँखा पोलेर के धुवाँले, अनि सास फेर्दा पनि त्यो कस्तो अर्कै छाती दुखेर जस्तो हुने के। धेरै डेन्जर यो जङ्गलमा आगो लागि हुनु भनेको त एकदमै डेन्जर रहेछ। ओ माई गॉड। अब म हजुरहरूलाई यस्तो एउटा सिन देखाउँछु, हेर्नुहोस् है, हेर्नुहोस् त। यो पुरै भिजिबिलिटी नै छैन के, धुवाँले। खै छ मौरी Hi. Hey. Wow. Hi, Babu. Hey, Gandhi. What are you doing? कि बिरामी भए जस्तो छ त यो त।
नै ठिक छ म त यस्तै राम्रो लाग्छ यसो यहाँ चाहिँ यो ठाउँमा चाहिँ धेरै आगलागी हुन्छ भनेर सुनेको थिएँ जङ्गलतिर अनि यो आगलागीले कतिको क्षति भएको छ यतातिर यो समयमा त अहिले हाम्रो पहाडमा एकदम ध्यान दिएर बस्नुपर्छ एकजनाले घर छोड्न मिल्दैन पुरा जङ्गलबाट आगो आउँछ धेरै दुःख हुन्छ अनि एकदम टाढा टाढा घरहरू छन् अनि त्यो मान्छे बोलाउन जाँदाखेरि यता घर सकिहाल्छ अनि धेरै समस्या छ म त 2 जना अनिवार्य मान्छे घरमा हुनुपर्छ एक्लै त सम्भव छैन अहिले पनि जङ्गलमा यति धेरै आगोहरू लागिरहेको छ अनि तपाईलाई जङ्गलतिर घाँस काट्न जानुहुन्छ कस्तो हुन्छ त्यो जङ्गलमा त्यसरी घाँस काट्न जाँदाखेरि अब मुखमा आउँछ त्यो आगो धुवाँहरू पुरा आउँछ अनि रुगाखोकी लागे जस्तो हुन्छ पुरा नाक बुझिन्छ सिगान यस्तो फाल्दाखेरि पनि पुरा कालो कालो आउँछ खोक्दा पनि कालो खकार आउँछ धेरै गाह्रो हुन्छ हामीलाई यस्तो सेवा सुविधा हामीले केही पनि पाएका छैनौँ अनि Thank you so much for watching. God bless you.